पाउनका लागि टप 5 नियमहरू। अब हेरौँ साँच्चीकै जीवनमा सफलता पाउनको लागि टप 5 नियमहरू के हुन् त। 1 नम्बरमा के छ त, क्लियर गोल सेटिङ र लक्ष्य निर्धारण हुन जरुरी छ। हामी कुनै पनि काम गर्नुभन्दा अगाडि हामीलाई कहाँ पुग्नु छ, हामी लाइफमा के गर्छौँ भनेर थाहा हुन जरुरी छ। 2 नम्बरमा छ DISCIPLINE, डिसिप्लिन। हामी कुनै पनि काम गर्नको लागि डिसिप्लिनमा हुन जरुरी छ। 3 नम्बरमा के छ त, टाइम म्यानेजमेन्ट। के छ, टाइम म्यानेजमेन्ट। हामी सबैको लाइफमा 24 घण्टा समय हुन्छ। सबैको लागि, गरिबको लागि 2 घण्टा अनि धनीको लागि 24 घण्टा भनेर हुँदैन। तर हामी सबैलाई भगवानले सेम समय दिँदा, बराबर समय दिँदा पनि किन कोही मान्छे धनी भयो त अनि किन कोही मान्छे गरिब भयो त, किन कोही सफल बने किन कोही बन्न सकेनन्, त्यहाँ पनि टाइम म्यानेजमेन्टको रोल हुन्छ। त्यही भएर हामी आफ्नो लाइफमा सफलता पाउनको लागि टाइम म्यानेजमेन्ट गर्न धेरै नै जरुरी छ। 4 नम्बरमा के छ त, 4 नम्बरमा के छ त, कन्सिस्टेन्ट, लगातार। हामी हार्ड वर्क गर्छौँ, टाइम म्यानेजमेन्ट गर्छौँ, डिसिप्लिनमा बस्छौँ, क्लियर गोल सेटिङ छ, तर 1 दिन 2 दिन गरेर हुँदैन। यसको लागि कन्सिस्टेन्ट चाहिन्छ, लगातार गर्नुपर्छ। जबसम्म गोल एचिभ हुँदैन तबसम्म गर्नुपर्छ। जीवनमा धेरै बाधाहरू हुन्छन्, डिस्ट्र्याक्सनहरू हुन्छन्, त्यसलाई म्यानेज गरेर कन्सिस्टेन्ट दिनुपर्छ। अनि 5 नम्बरमा के छ त हेरौँ, हार्ड वर्क। यसमै के गरिदिनुपर्छ त, प्लस के, स्मार्ट वर्क। सबभन्दा पहिला हामी मेहनत गर्नै पर्छ, तर 1 घण्टा 2 घण्टा गरेर होइन। हाम्रो गोल के छ अनि गोल हिसाबले हामीले कति मेहनत गर्नुपर्छ, त्यही हिसाबले हार्ड वर्कको साथ स्मार्ट वर्कहरू पनि लगाउनु पर्छ, अनि मात्र हामी जीवनमा सफल हुन सक्छौँ। हस्त, धन्यवाद।